अरे मलाई यहाँ आगोले पोलो कस्तो बोलो बोल्ने होइन है मुख चलाउने होइन हात चलाउने नि पानी हाल्ने हो हाम्रो फाइनली मोमो रेडी भइसकेको छ हेर्नुहोस् यसरी भिडियो बनाउँछु पछि खाना पकाएर खान हेलो दिपकको युट्युब फ्यामिली हामी आज चाहिँ मोमो गराउँदैछौँ म चाहिँ प्याज काटिरहेको छु अलिअलि पनि रहेको छु नरौ माया नरौ अनि अन्जु चाहिँ पिठो मुस्दैछ अनि हाम्रो दिपक सर चाहिँ युट्युब भिडियोको लागि भिडियो बनाउँदै हुन्छ के छ त सामान हामीसँग आज आज स्पेसल भनेको पनिर मोमो बनाउने र हामीसँग रहेको छ मोमोको लागि त्यो अनियन टमाटो अब चाहिँ म प्याज खोलेछु देख्न सक्नुहुन्छ यो भ्यू anything more. के हो यो कन्दमूल जङ्गलबाट लिएर हामीले अब यसको मोमो कस्तो हुन्छ हामी एक्सपेरिमेन्ट गर्दैछौँ जङ्गलबाट तिमीलाई ल्याए हुन्थ्यो नि त नयाँ बिजनेसको लागि वाउ यो चाहिँ यहाँ कस्तो राम्रो भयो जस्ट लुकिङ लाइक वाउ हेर्नुहोस् यता चाहिँ बिचरा धुलोको पिठाइ हुँदैछ पिठाइ धुलोलाई धुलो माटो उठाउँदै हुनुहुन्छ उहाँले र उहाँ सजिलो सजिलो काम मात्र गर्छिन् यो सजिलो देख सकते लोग हात त होइन डेन्जर रहेछ एकदम डेन्जर जोनमा खेलिरहेको छु मैले खतरो हात गयो भनेपछि खतरोको खिलाडी खतरो खेलाडी के रे के भन्यो शॉपिंग मॉल त्यो ऊ त्यो तुम्हारा आँखा कहाँ है तुम्हारा ध्यान किधर है तुम्हारा जीजा इधर है प्याज काट्नमा त प्रोफेसनल हुन्छ यार के भयो मलाई रिसाउँछ यो बोल्ने होइन है मुख चलाउने होइन हात चलाउने हो नि सिक्दै भन सो गाइज देख्न सक्नुहुन्छ हाम्रो मुखभरि अगाडि के छ भनेर प्याज छ टमाटर छ अनि हाम्रो लसुन खोल्साउँदै हुनुहुन्छ हाम्रो मैया साँपले र आज हामी बनाउँदैछौँ देखाऊ एउटा पनिरको मोमो र मेरो भाग्यमा जहिले पनि मेरो भागमा भनौँ भाग्यमा जहिले पनि रुनै पर्छ त्यही भएर मलाई प्याज काट्न लगाउँदैछन् कसैले अनि के गर्नु गाइस यस्तै छ तपाईँको दिपकलाई गाह्रो छ अनि यस्तो खतरा त्यो मास्टर सेफको जस्तो स्किल भए मान्छे भिडियोलाई मात्रै गर्छन् होला कसैले देखाएन नि लाइ दिपक भाइ देखेपछि गाली गर्छन् गाइस राम्रो भन भनेर त्यस्तै हो छोरा मान्छेको जिन्दगी जहिले पनि सङ्घर्षपूर्ण नै हुन्छ दुःखपूर्ण हुन्छ के गर्नुहुन्छ इन्स्ट्यान्ट के भनौँ त जिन्दगी के अरे दुःखको जिन्दगी दुःखको पीडाको सागर हो सागरको
सीमित कहाँ हुन्छ सधैँ एकनाश प्रीत कहाँ हुन्छ भयो 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 कहाँ हुन्छ जिन्दगीमा सधैँ जित कहाँ हुन्छ सधैँ एकनाश प्रीत कहाँ हुन्छ हाम्रो झगडा परे बेला लेखे उनीले रे याद गरिरहेछ जिन्दगी त्यही भएर अलि राम्रो भन होला जिन्दगी त राम्रो छ त्यो पीडा सागर हो अलि यो अलि रिभिल नगर्छ जिन्दगी पीडा सागर हो दुःखको सागरको सीमा सीमित कहाँ हुन्छ जिन्दगीमा सधैँ जित कहाँ हुन्छ सधैँ एकनाश प्रीत कहाँ हुन्छ धन्यवाद भन्न चाहन्छौँ र मेरो मिठो गजलसँगै मिठो पनिरको स्वाद तपाईँहरू त लिन सक्नुहुन्न लिएको हेर्नु होला भिडियो मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छौँ क्यामेराम्यानमा हाम्रो अन्जु मल्ल ठकुरी धन्यवाद नमस्ते किमाको काम कम्प्लिट गर्छु अब चाहिँ भाँडा हेर्छौँ हामी मोमोको भाँडा अब हाम्रो लगभग 15-20 मिनट तयार हुन्छ म यस्तो स्पेसल मास्टर सेफै हो म बनाएर खाना कस्तो लाग्छ भन्छ त खाना मिठो लाग्छ किनकि खानामा अलिकति रिस माया सबै मिसिएको हुन्छ हो कि होइन माया भने भएको त किन रिस माया भनेर मायाले हाइलाइट गर्नु पर्यो रिस भने भइहाल्यो नि होइन माया रिसमा माया मायामा रिस हो कि रिसमा माया हो रिसमा माया हो गरिबीमा प्रेम हो कि प्रेममा गरिबी हो प्रेममा गरिबी अब चाहिँ हाम्रो सोयाबिन पनि के भन्नुहुन्छ हजुरहरू मसिला के पनि भन्नुहुन्छ हामी चाहिँ सोयाबिन भन्छौँ यो चाहिँ एकदम गरिबको मासु पनि भन्छन् रे तर मलाई थाहा छैन यो चाहिँ उसको रूपमा किमाको रूपमा युज हुन्छ मिठो लाग्छ है हामीलाई त हजुरहरूलाई कस्तो लाग्छ तर धेरै बस लाग्छ मलाई यो अलरेडी किमा धेरै भए हामी 5 जना मात्रै छौँ मान्छे ओके जतै भयो नि 10 प्लेट मोमो खाने मान्छे यहीँ छन् नि किन झर्को खानालाई झर्को नमान्नु हो किन हाल्नुपर्छ अलि बाक्लो हुन्छ थोरै राख्नु नि त यो रहेको छ प्याज अनि यो रहेको छ हाम्रो पनिर वाउ के दामी पनिर थोरै हुन्छ जस्ट एक पाउ हो है गाई चाहिँ पनिर चाहिँ अनि छ प्याज पछाडि पनिर पछाडि हाम्रो यो सोयाबिन मसुरा मिसाएर हाँस्यो र यता कराईमा चाहिँ तेल तताउने काम हुन लाग्छ त्यो तेल चाहिँ हामी मसलाको माथि चाहिँ पार्छौँ यो मसला चाहिँ कसले खानुहुन्छ हामीलाई चाहिँ यही मिठो लाग्छ हजुरहरूलाई कुन मिठो लाग्छ कमेन्ट गर्नु है त ओहो म चाहिँ मसला यसरी हाल्छु अनि त्यसपछि माथि तेल तातेको तेल चाहिँ यसरी हाल्छु त्यही हाल्यो भने डढे जस्तो लाग्छ कि मलाई मेथी चाहिँ पड्किन तयार छ चलो आधी चाहिँ डढ्यो आधी चाहिँ डढेन अब चाहिँ हाम्रो किमा मसला मिक्स गरौँ नुन यति होला हुन्छ धेरै हुन्छ नि हुन्न ए अन्जुले चाहिँ मोमो कसरी जुसी हुन्छ भन्दै थिएँ यो चाहिँ हाम्रो आइडिया थाहा भएन नि त्यो पानी हालिदिने हो के हो तेल हालिदिने हो खै थाहा मासु नखाने मेरो निकाल्ने बोल्छु मासु नखाने भनेर पनिरमा बनाउने अनि बोसो हालिदिने कि होइन चर्को भयो नि अहिले हाय हाय तिमी पनि चर्कै त छौ हो लागि यहाँ चाहिँ तेल राखिसक्नु भएको छ फेरि मेथी राख्नुपर्ने होला र खुर्सानी पड्काउनुहुन्छ उहाँले उहाँ चाहिँ हाम्रो खुर्सानी नै हो उहाँ पनि पड्किनुहुन्छ पिरो हुनुहुन्छ तर के गर्नु खानामा नभई हुँदैन जति पिरो भयो नि मलाई फेरि खुर्सानी अलि धेरै नै मनपर्छ कडक
ठान टाडान अलि एउटा थप्न पाए त हुन्थ्यो आहा यसलाई चलाउने होला त यसै चलाऊ लसुन ओके के हो यो नपिसेर राख्ने ओ माई गड खानु ल बेसारे देखा रे बेसा अब अर्कै अहिले पनि केही काम गरे जस्तो गर्न पर्यो तर काम त धेरै नै गर्न मन लाग्छ नि काम गरेको गाली खाइन्छ क्या गर्दै भन्छु तेल भुट्दै यो तयार भइसकेको छ गोल गोल रोटिया र यो सिप उहाँको हो देख्न सक्नुहुन्छ उहाँ अलिकता नर्भस हुनुहुन्छ आफ्नो कामप्रति धेरै नै एकदम चाहिने छ जिन्दगानीमा चुइँ फाल्दैन वा र यता कलाकारले आफ्नो कला देखाउँछ ओ माई गड मोमो त कस्तो गोलो फुल्लेको बनाएको आफ्नो मुख जस्तै मैया सा देख सकते हाँसको खिच्का छुटेको छ हाँसेलाई मुख छोपेर हाँसौँ किनकि यहाँ मसला मिसिन सक्छ हे मक्ख पर्नु पऱ्यो नि त पनि देख सकते एक लड हाम्रो भइसक्यो छ वा अलि टाढा लैजाऊ आहा क्या करे पोलो नि पोलो अरे मलाई यहाँ आगोले पोलो कुछ तो बोलो 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 जय श्री राम बोलो के छ त के छ खबर केटो मोमो लबर केटो मोमो लबर क्या करे अब यार खाएकै छैन घर खाना अहिलेसम्म त गाली मात्रै खाएछु काम मोमो खाएछु तिमी मोमो खाएछौ खाइ छैन गाली त खाएछौ नि बस भरिसक्यो पेट यहाँ देख्नु भएन तर मोमोले भरिन्छ पेट अहिलेसम्म मन भरिएको छ कसैको गालीले हेर आउँछ मेरो हातमा मेहन्दी तिम्रो हातमा मेहन्दी देखाउनु यस्तो देखाउनु उताटे दिस इज साउन्ड अनि तिम्रो हातको देखाउनु त अब ए यिनले नि मेरो हातमा मेहन्दी लेख भने मैले तिम्रो नाममै मेरो हातको रेखाहरूमा छ माया हेर भनेर यो रेखै हालिदिएको रेखा यी हातमा नि छ बिचमा हुन्छ म यहाँ तिम्रो हातमा डी हुनुपर्ने नि त छैन अब के जेप्पा त यहाँ हेर्छु नि यहाँ पनि यो छ त हेर्छु को याम हेर याम भने यहाँ हेर्न यो के आफ्नो नजरिया हुनुपर्छ क्या हेर्ने अनि के पेट हेरेर अब सिक्स प्याक आउँछ अब सिक्स प्याक आओस् नआओस् म भने आइसकेको छ वा दामी दामी पनिरको मोमो कस्तो बासा आइरहेको यम्मी जुसी जुसी ए मोमो बनाउने मान्छे हाम्रो अस्मिता मैया यस एउटा खाइहाल्छु नि अचार पनि होइन वाह देख सकते लोग उता हाम्रो दामी मोमो बनिसकेको छ केटाकेटी हो अब हेर रहेको छ यो मजा के हाले म यहाँ यसमा अचारमा भन्छु त टमाटर तिल अनि ए दामी अचार अब हामी चाहिँ यस्तो मिठो हुनेवाला त मेरो राल सबै सकेको तर मलाई मोमो खान देखाएन नि यिनीहरूले के छ त भविष्य मोमो गाडामा मोमो मेरो भाइलाई यस्तो गर्ने भन्ने नि सुन्छ न के छ गाडामा मोमो पसल खुल्ने हो कि ओहो बिजनेसम्यान युट्युबबाट पनि डलर आइहाल्छ कि म यहाँ अब झर्को नमान ए म टेस्ट यता बस्छु क्या अब के हुन्न सो
दामी बहुत मिठो छ अचार कस्तो दामी लाग्यो के कसले बनाउनु भयो कस्तो भयो तातो भयो अर्को नखा म खान्छु है हाम्रो फाइनल्ली मोमो रेडी भइसकेको छ हेर्नुहोस् अब हामी यहाँ माथि एकदम किचनमा गरी भयो अब गएर खान्छौँ ओके कस्तो मोमो मिठो मिठो भएको छ आलुबाट अन्जु तिमीले खानामै व्यस्त छन् कस्तो छ कस्तो हुन्छ त बेस्ट मैले चाहिँ खाने पाएन यस्तै छ गाइज ल मेरो भिडियो बनाइदिउँ नि त त्यहाँबाट यो रहेको छ मोमो यस्तो धेरै अचार खानुपर्छ ठ्याक्क मलाई चाहिँ ठुल्ठुलो गाँस खानुपर्छ हतार हतार होइन अनि यो मोमो चाहिँ ठ्याक्क मेरो मुखमा अट्ने भएको छ क्या आज ठुलो बेच्छ यसरी भिडियो बनाउँछु पछि खाना पकाएर खाऊ कल्पना दिदीलाई मिस गरिरहेको छौँ हामी है Can't really be enticed, although it's very nice. In my space, I feel most comfortable. Choose what you like, choose your people, choose your time, choose to be vibrant, choose to feel yourself, choose to transcend, choose to be your own friend.